हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि म नि सन्चै छु। आज चाहिँ हामी एनएसएल हेर्न जान लाग्यो हो सोल्टीहरूसँग है। अब तयारी परेर जानुपर्ने छ। म चाहिँ भर्खरै क्लासदेखि आएको होइन। अब बिहानै छ अनि मौसम चाहिँ अब सोल्टीहरूसँग रेडी भएर जानुपर्ने हुन्छ। बाइक साइक चाहिँ मैले बाहिर राखेको छु है। अनि बाइकमा जाने हो, एकजना फोटोमा हामी तिनजना छौँ। अनि आजको के कस्तो हुन्छ भिडियो चाहिँ हेर्नुपर्छ है त। भिडियोतिर भेटौँ, अब बाटोतिर भेटौँ। हस्, मेरो भाइ चाहिँ यहाँ टक्क लिएर बसिरहेको छ है। गोप्रो यहाँ छ, गोप्रो किन्ने रहेछ। हाम्रो पठो पनि आइसकेको छ। ऊ सोल्टी चाहिँ पठोमा जानुहुन्छ। हिँड्नु, म आइहाल्छु। त्रिपुरी सर होइन त? अन्तिममा 35 लिनु परेन? बुक गरे हो कि के हो? त्रिपुरी सर त्यसो भइहाल्यो। चेन तान्नु तपाईँको पैसा ल, हामी पनि लाग्नुपर्ने हुन्छ। ओके है, बाटोतिर भेटौँ। यो छोरी मान्छेको चाहिँ भर पर्नु हुँदैन है। किन? यो बाइक कुदाउँदा कता होला त के कुदाइदिन्छ। स्कुटर कुदाउँदा डर लाग्छ यार। तपाईँ त वेटी हुनुहुन्छ कि क्या हो सोल्टी? त्यस्तै न। यहाँ होइन, पहिला म यस्तो झुक्किँथेँ, खालि कता हो जस्तो लाग्थ्यो क्या। म त काठमाडौँ बाटोमा यो बानी हो नि सोल्टी, बानी हो नि। ट्राफिक लेन थाहा हुँदैन। गइहाल्यो। हामी अब दशरथ रङ्गशाला पनि पुग्नु आँट्यो है। यही त हो। त्यसरी बस थाहा हुँदैन क्या खासै। पानी पर्छ कि क्या हो सोल्टी? पानी पर्छ कि क्या हो? पार्किङ गरेर कहाँ जाने हो थाहा नै छैन यार। यहाँ हो छिर्ने ठाउँ। पार्किङ चाहिँ कहाँ छ? तर अब कहाँ काट्ने के गर्ने केही थाहा छैन नि त। पार्किङ कहाँनिर गर्ने हो? कहाँदेखि जानुपर्ने हो? फेरि जाऊ देऊ हो त। यहाँ त कहाँ सोध्नु र? जानु हो कि क्या हो? कहाँ छ र? थाहा नै भएन है। के गर्ने? उठ्या हुँदै सोधौँ न, उठ्या हुँदै। सर यहाँ पार्किङ कहाँनिर छ? अगाडि। सरी यहीँ हो पार्किङ? यता माथि थियो। कता थियो? त्यता हो कि कता हो? यहाँ पार्किङ चाहिँ कता हो सर? कहाँ यो पार्किङहरू
फर्स्ट टाइम त्यो त भिआइपी होला अरे नि त अर्कोपट्टिबाट छिर्यो होला नि त्यो खै फर्स्ट टाइम रङ्गशाला पनि आयो है जाउँ चोल्टी ए यस्तो रहेछ है मान्छे चाहिँ खासै रहेन रहेछ यार यो के थोरै देखियो कि क्या अन्त सधैँ त लास्ट धेरै मान्छे हुन्थ्यो त नि बाइक पनि यत्रो देखिने रहेछ जाउँ सोल्टी उतातिर कहाँनिर जाने ओ माइ गॉड यतैतिर बस्थ्यौँ कि क्या मान्छे पनि रहेन रहेछ मान्छे भएको ठाउँमा जानुपर्छ फर्स्ट टाइम आएको फर्स्ट अनुभव हो हेरौँ कस्तो हुने रहेछ है तर यी ढुङ्गाले बब्बा कहाँ नै थर्केर मान्छे आउनु बाँकी हो कि आउँदै गर्छ बब्बाल रहेछ ठिकै रहेछ फर्स्ट टाइम आएको यार कहाँनिर बस्दिने भने त्यहाँनिर त्यो गेट रहेछ ल ठिक छ तर भएन यार कहाँ डिस्प्ले कहाँ देखिन्छ ऊ पर देखिँदो रहेछ डिस्प्ले कहाँ देखिन्छ होइन ऊ माथि देखिँदो रहेछ त्यहाँ देखिँदो रहेछ तर घामले चाहिँ मजाले पुग्दो रहेछ ठिक छ तर एकछिन मात्रै हो कार्यक्रम हजुर खै कहाँ बोल्दैछन् देख्नै देखेको छैन त्यहाँ बोलिरहेछ कहाँनिर बोलिरहेछ देखेकै छैन कस्तो भइरहेछ सोल्टी मजा आइरहेछ गेम हेरेपछि कुन 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 टिमको सपोर्ट हो आज टिम चाहिँ अब खासमा चाहिँ अब पोखरा खण्ड चाहिँ जित्यो भने राम्रो किनभने ललितपुरले पहिला पनि जितिसक्यो होइन 2 सिजन जितिसकेको छ त्यही भने किनभने अब पोखराकोबाट अब समीर तामाङ जस्तो अब अहिले इमेजिङ प्लेयर होइन पोखरा खण्ड चाहिँ जिते राम्रो अब हेरौँ के हुन्छ जित्छ पनि जित्न पनि सक्छ हेरौँ होइन ठिक छ म पनि पोखराकै उमा हो अब काठमाडौँ होइन पोखरा ललितपुर होइन पोखराले जित्नुपर्छ भन्ने हो तर अब साइड साइडमा चाहिँ को आउँछ भन्ने कुरा हो हेरौँ अब रेडबुल पनि कत्रो बनाएर राखेँ अरे यस्तो हुँदो रहेछ नि त भित्र म त फर्स्ट टाइम रङ्गशाला छिराएँ फर्स्ट टाइम रङ्गशाला आयो पनि तर विराटनगरकोमा छिराएको थियो तर यस्तो दिन हामीले विराटनगरमा चाहिँ गेम खेल्नलाई छिराएको थियो एकचोटि मान्छे अब पो भनेर यो मासु सागमा त पुरै भरिसकेको छ ट्रेनिङको लागि भर्खर मान्छे चाहिँ पुरै भरिसकेको छ बब्बाल हुने रहेछ अब चाहिँ जहिले आउनु मन लाग्ने रहेछ यस्तो भयो भने चाहिँ के गरे त्यस्तो के गरे आमा मान्छे कस्तो धेरै हेर बस्न ठाउँ नपाएर पुरै यता खाली छ तर यहीँदेखि राम्रो देख्छ रे सबै मान्छे यहाँ आउँछ बब्बाल देख्छ नि त यहाँदेखि बब्बाल भइरहेको छ है अब गेम कस्तो हुन्छ ललितपुर भर्सेस के अरे पोखरा थन्डर्स बब्बाल हुनेछ गेम हेरेर बल्ल मान्छे टन्ने आयो नि त नि दामी देखिन्छ खतरा देखिने गोप्रो नि सोल्टी हेरौँ न रेफ्रीहरू कुदेको कस्तो कुदिरहेको छ रेफ्रीहरू कस्तो कुदिरहेको छ कहाँ गयो किपरहरू ताक्लु दाइ त पर रहेछ ललितपुर सिटीले 1 गोल गरिसक्यो पोखरा पछि परिसक्यो के हो पोखरा लाउँदैन मलाई के खेल्छ पोखराको उमा आएको पोखराले जित्तोस् भनेर आएको झन् के हो केटा हो के हो गोलै लाउनु त
ब्रेक टाइम भइसक्यो ब्रेक टाइम मान्छे कति धेरै यार अति मान्छे अहिले यार भने अघि त खासै थिएन नि त अहिले त बब्बा हाफ टाइम भयो ललितपुर एफसीले 1 पर पोखराले 2 गोल खाइसक्यो है ललितपुरले 2 गोल हालिसक्यो पोखरा ओन्ली 1 फेरि लाग्ला जस्तो छ भन्ने लाग्यो यार अब 10 मिनट छ यार अब डरै लाग्ने गरी त्यो अब गोल अब चाहिँ फाइनली रुम पनि आइपुगिसक्यो है अब उता रङ्गशालामा चाहिँ हामीले भिडियो नि इन गर्न पाएन किनभने फोन नि अफ भइहाल्यो भिडियो सिडियो बनाउँदा के गर्दै अनि गोप्रो नि अफ भयो त्यही भएर ब्लग इन गर्ने पाएन अहिले चाहिँ हामी रुमसुम आएर चट्टा फ्रेस भएर लुगासुगा फेरेर चाहिँ ठ्याक्कै ब्लग इन गर्नु पर्यो भनेर बसिरहेको छु अब चाहिँ ब्लग इन गरेको है नेक्स्ट ब्लगमा भेटौँ ओके बाई त्यतिन्जेललाई अब आउँछ ब्लगहरू नि अब चाँडै आउँछ है अब हेर्दै गर्नु होला यो पछि अब धेरै ग्याप भएको थियो नि त किनभने अब मैले अब त्यस्तै अवस्थामा गुजिरहेको थिएँ त्यही भएर चाहिँ धेरै ग्याप भयो अब आउँछ ओके बाई